फाइनली गाइस हामी चाहिँ अहिले यहाँ बल्ल बल्ल केबल कारको भवनभित्र प्रवेश गर्न लागिरहेको छ। अझै हामीभन्दा पछाडि पनि धेरै भिड छ, हेर्न सक्नुहुन्छ। हेर्नु न हजुर माताश्री माताश्री सधैँ माताश्री है हातमा पनि के माता नभए के हो त पिता त होइन क्या यता पनि हिँड्यो होला गाडी आउँछ नि हो गाडी आउँछ नि कस्तो कुरा गरिदिन्छ अहिले होला जेनरल छ भाइ के एकछिन त ध्यान लाग्छ लाइन मा के भन्छ सदा साथीहरु अब चाहिँ सबैजना डराएर एकदम साइलेन्ट भएर बसिरहेको छ। डराएको छैन डराएको जस्तै हो सबैले डराखेर चाहिँ भनिरहेको चाहिँ यहाँ केबल कारबाट झरिसक्यौँ साथीहरू। अब चाहिँ यहाँ थोरै हिँड्नुपर्छ भनेको सुनिरहेको छु। म चाहिँ पहिलोचोटि आएको हो नि त मनकामना, त्यही भएर मलाई चाहिँ राम्रोसँग केही पनि थाहा छैन। यहाँ दिदी भाउजूहरू चाहिँ पहिला नै आउनु भएको अरे, त्यही भएर म चाहिँ दिदीहरूको पछि पछि हिँडिरहेको छु साथीहरू। भिडियोहरू राम्रोसँग बनाउन पाएको छैन, राम्रोसँग बोल्न पाएको पनि छैन, त्यही भएर जस्तो भए पनि हेरेर साथ दिनु होला। चाहिँ हामी कता पनि यति धेरै लाइनमा बसेर आएको, यहाँ पनि यस्तै लाइन छ होइन। आज नयाँ वर्षको दिनमा यसो मन्दिर दर्शन गरौँ भनेर हिँडेको। अलिअलि के अरे दुःख कष्ट त सहनै पऱ्यो नि, दर्शन गर्न त्यसै कहाँबाट पाइन्छ र होइन साथीहरू। ए घडी खोइ 28 30 हामी चाहिँ यहाँ केवल कारमा चाहिँ चढ्दाखेरि चाहिँ 11 मिनट लाग्दो रहेछ। Lo 이번에 주환이요 내 걸어보내 내가 저로 편하는 것도 다 이번에 주환이요 내 걸어보내 भाइरल दिदी ह्याप्पी न्यू इयर। मेरो बहिनी अहिले आउनु धेरै धेरै शुभकामना। चट्ट फोटो पनि धन्यवाद। आजको पनि दिदीले खालि
गरेर हामी चाहिँ लडामाना मन्दिर आइसक्यौँ अनि बेसरी के देखेन कहाँ Ada